यस्तो झोर जङ्गल पटरमा जानुपर्ने छ टाढा, बाटो छैन साथी हो। कसरी म यो झोर जङ्गल पटर घारीबाट उछिनेर निस्कौँ तपाईँहरू नै बताइदिनु त। यता जाउँ भने खोला छ, म जानुपर्ने उता है, तर बाटो छैन। अब कसरी जाने त, के उपाय लगाइदिनुहोस् साथीहरू। पुरै अब जीव जनावरहरू पुरै सर्पदेखि लिएर विभिन्न इत्यादि यो जङ्गल धेरै पाइन्छ। मलाई टोक्छ भन्ने सम्भावना, मेरो ज्यानको जोखिम पनि हुनसक्छ। त्यसै कारणले म यो सिसिलेर जानुपर्ने है, म प्रयास गर्छु धेरै। तर कसरी के हुन्छ तपाईँहरू हेर्दै गर्नु होला है। यस्तो छ के गर्नु, यस्तो यस्तो छ ल हेर्नु त। कसरी छिर्ने त हो, बाटो त खोज्नु पर्यो, कताबाट अलिक सहुलियत हुन्छ। यस्तो जङ्गल घारीभित्र छु है। यहाँनिर त फेरि चराचुरुङ्गीहरूदेखि लिएर इत्यादि सर्पहरूदेखि लिएर विभिन्न किसिमको पाइन्छ। मलाई तिनीहरूले एट्याक गर्न आउँछ कि के हो भन्ने डर पनि लाग्छ। र हामी त्यो सुनसान छ यस्तो पटर घारीमा, अनि म यहाँनिर कसरी छिरौँ त भन्ने उपाय पनि रच्दैछु। न मसँग केही हतियार छ है, केही छैन। अब छिर्नु त पर्यो, मैले बाटो छैन, यस्तो घारीबाट कहाँबाट जाने ले हेर्नु, सबै यस्तो छ। जानुपर्ने चाहिँ म उता हो, बाटो चाहिँ खोज्दैछु, पहिलाउँदैछु कतातिर। ओहो यहाँ देखेको रातो, यहाँ तल हेर्नु त, देखिँदैछ रातो के देखिँदैछ तल सिधा भुइँमा देखिँदैछ गाइस, हेर्नु त। के हो पनि एकदम तल रातो के देख्नुहुँदैछ नि गाइस, देखिँदैछ, हेर्नु त। यो के हो यार, के हो, चरक चरक गर्छ त, चरक चरक गर्छ। के छ कि के हो, अच्छा कतापट्टि यतापट्टि छ, यतापट्टि छ। के खतरै छ सरी, चरक चरक गर्छ कि चतर 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 गर्छ। सुने आवाज त्यस्तै आयो। भाले बाँच्दैछ, सुन्यो पनि साथीहरू, भाले बाँसेको जङ्गलमा भाले बाँच्दैछ है, जङ्गली भाले है यो चाहिँ। पुरै जङ्गल के छ साथीहरू है, भन्नु पुरै यो कालिजहरू त यस्तो चराचुरुङ्गीहरू त यति पाइन्छ कि यो जङ्गलतिर। यस्तो छ जङ्गल घनाघर, यो जङ्गलमा नपाइने चिजहरू भनेको केही पनि छैन। सायद मान्छे पनि यहाँनिर गायब हुने सम्भावना गरिदिन्छन् यहाँका जनावरहरूले।
रोमनियामा जनावरहरूले त्यस्तो खतरा छ। यो छोटकरी भिडियो मेरो यति नै राखेँ। यस्तो हेर्दै गर्नु होला है त। सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब सबैजनाले गरिदिनु होला भन्दै मेरो छोटो भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। आगामी दिनहरू के हुन्छ म तपाईँहरूलाई देखाउँदै जान्छु है त। बाई बाई।